लिफ्टदेखि जाने होला नि होइन लिफ्ट गरेर जाउँ पारा फाइनली आफ्टर 2 months घर जाँदै गरेको अवस्था धेरै अरू 1-2 वर्ष चाहिँ अब 2 महिनामा जाँदैछु एकछिन पर्ने हो फ्लाइट चाहिँ मेरो हुन्छ हुन्छ ओके ल भेट्दै गरौँ ल ल ल ल भनेको लोकेसन भन न एयरपोर्ट टर्मिनल 2 ओके किप इट सिम्पल ओके ओके वेट जस्ट फ्यु मिनट एयरपोर्टको लागि हिँड्ने हो ट्याक्सी लिइसकेको हो अपोजिट एरियालाई लास्ट एकचोटि हेरौँ धेरै मेमोरीहरू छ यहाँ त्यो एरियामा पनि यहाँदेखि एयरपोर्ट आयो लास्टै भिड छ यार आज बसेँ सिट पनि नपाएर यस्तो फलामको उयोमा बसिरहेको छु भिड छ मैले भर्खर सोधेको थिएँ टिकट काउन्टर चाहिँ नेपालको लागि चाहिँ कति अहिले 12 बजे खुल्छ भनेको अबको 15-20 मिनट पछाडि भनौँ न ब्यागहरू यो दुईवटा छ एउटा यो छ बसिरहेको छु नेपालीहरू टन्नै रहेछ अभियसली नेपाल जाने फ्लाइटमा नेपाली नभएको हुन्छ भन्ने हुन्छ होला त टन्नै रहेछ अब मसँग अब हामीसँग बस्ने रुमको दाइको पनि फ्लाइट थियो तर उहाँको चाहिँ बिहान 8 बजेको रहेछ अनि मेरो 3 बजेको हो हेरौँ कति टाइम लाग्छ जान पुरा है पर्खिरहेछ कोही यसो चिनेको भन्दा पनि त्यस मेरो ब्यागको टेक केयर गर्ने मान्छेहरू भेट्यो भने हुन्छ क्या मलाई लास्ट वासरुम आइरहेको छ तर यहाँनिर सेफ त सेफ हुन्छ यत्तिकै छोडेर जानेहरूले पनि गइरहेछ र पनि किन चान्स लिने यत्रो धेरै छ यहाँ मान्छे टिकट आइसक्यो अब खोज्दैछु म गेट नम्बर 2 फर्स्ट नयाँ F2 त्यहाँ रहेछ आइपुग्यो यस्तो स्मुथ भयो कि कहीँ बसेर कुरा गर्छु यार म F2 गेट यस्तो स्मुथ थियो कि केही नगर्नु पर्ने हुन्छ नि त्यो घन्टौँ लाइनमा पनि बस्नु नपर्ने एकैछिनमा सेक्युरिटी चेक भयो टिकट लिइसक्दा एकैछिनमा केही गर्नु परेन गयो अगाडि स्क्यान गर्ने ठाउँमा आफ्नो पासपोर्ट राखेर उपेर एउटा फोटो खिच्यो बस त्यति सट्टै गयो ब्याग राख्यो ब्याग चेक हुन्छ आयो देन गुड टु गो यस्तो स्मुथ एकैछिन कति 5 मिनट पनि लागेन यस्तो रस हुँदा पनि कडा यार यहाँको यतिको चाहिँ हुनुपर्छ केही हुन्छ नि वेटिङमा बस फर्की एकछिन है हेर्छ घन्टौँ छैन यहाँ जस्ट उभि पासपोर्ट स्क्यान गर्ने चल्दिन्छ एकचोटि ड्युटी फ्री घुम्न मन लाग्यो क्या मलाई 7 बजे 2 बजे 3 बजे खै 1 बजे 2 बजे 3 बजे कराची काठमाडौँ आयो 3:15 को F2 गेट ओके ल यो रह्यो हाम्रो गाडी यार कस्तो मिठो कलर हो नि यसको यहाँको ड्युटी फ्रीदेखि केही एउटा कुरा त लानुपर्ने छ तर लास्ट महँगो होला भन्ने हो एउटा कुरा लानै पर्ने छ क्या अलिकति पैसा बाँचेको छ मसँग थोरै क्यास त्यो वहाँ लगेर काम छैन थोरै कहाँ उता धक्का खाँदै बस्नु त्यो कति साट्नको लागि बरु जति छ यहीँ एउटा सोभिनियर जस्तो लगेर गर्नुपर्ला जस्तो छ अलिअलि गिफ्ट लिएको छु अलिअलि भयो भने अरू कुरा पनि लगिदिउँ भनेर 46 यो लगाएर त के गर्ने हो यहाँको चाहिँ चक्लेट चाहिँ ब्यागमा ठाउँ पनि छ अलिकति यहाँको लाने भनेको पर्फ्युम त हो दुबईको सबभन्दा फेमस भनेकै पर्फ्युम हो प्राइजहरू USD $17 बाहिर भन्दा त 2 गुणा 3 गुणा ज्यादा छ पर्फ्युम त मैले अलरेडी लिएको छु तर एक्स्ट्रा एउटा लगिराख्नु पर्यो कसैलाई
झट्टै कसैलाई हुन्छ नि बिर्सिरहेको हुन्छ नि त नाम कसैको झट्टै याद आयो नि त्यसलाई दिनको लागि भनेर तर खै बजेटले मसँग यत्रो धेरै क्यास उक्रेकै छैन यो हेरे जतिको बेसिकली खै हेरौँ अझै मैले खोजेछु यस्तोहरू छ के हो के सोभिनियरहरू लाँदा हुन्छ मैले त अलरेडी फ्रिज म्याग्नेटहरू लिएको छु ब्याग स्याग बोकेर मस्त हिँड्दैछु म यहाँ ड्युटी फ्रीमा ड्युटी फ्री चाहिँ ठुलो क्या यहाँको ठुलो रहेछ भनौँ न त्यो क्लिन छ यार भुइँ क्लिक्क टल्केर यही चाहिँ सबै कुरा यता चाहिँ फुड सेक्टर रहेछ यता चाहिँ एफएनबीहरू यहाँ स्टारबक्स तगडा छ यो टर्मिनल त यस्तो राम्रो छ अरू झन् कस्तो राम्रो होला अरूसँग त मेट्रो पनि कनेक्सन छ बज्यो अहिले रातिको 1 आवाज कतिको आएको छ छैन मैले ड्युटी फ्रीको सामान लिन गएको थिएँ ड्युटी फ्रीबाट मैले भनेको दुईवटा कुराले एउटा पर्फ्युमले अनि अर्को भनेको चक्लेटले क्या चक्लेटै हो भनौँ न मसँग रहेको थियो जम्मी यहाँको 65 जति रहेको थियो 65 अनि दुईवटा अप्सन थियो या त म यहाँ एक्सचेन्ज गर्न पनि सक्थेँ पैसा होइन कति 65 भनेपछि नेपाली पैसा भनेको 2037 पोइन्ट कति भने चाहिँ लगभग अब 2025 त्यस्तै कति भेट्थ्यो बरु त्यसको सट्टा अनि यसै सकिने भनेर बरु चक्लेट किने अनि एउटा पर्फ्युम किने पर्फ्युम जुन कि महँगो थियो एकदम बाहिरको रेटहरू भन्दा कोही आउनु छ भने बाहिर मार्केटमा योभन्दा बबल अफोर्डेबल एकदम बेस्ट प्राइसमा भेटिन्छ मैले अगाडि किनेको थिएँ तर अब उग्रिरहेको थियो पैसा के गर्नु एउटा लगिरहेको एज अ ब्याकअपको रूपमा कसैलाई दिनु पऱ्यो भने दिँदा हुन्छ नि त त्यसो गर्दाखेरि अब फ्यामिलीहरूमा यताउता कसैको छुटिरहेको हुन्छ कतिको नाम त्यही हो अब केही समय रेस्ट गरिन्छ हल्ला छ डेन्जर भिड छ उस्तै अब 2 घन्टा कसरी कटाउने हो यहाँ बसेर अब एउटा पानीको बोतल लिएछु पानी खाँदै कटाउने हो मेरो त पहिलो कुरा त स्टोरेज पनि फुल भयो क्या त्यो लखा अब बनाउने हो फाइनली 2 बज्यो अब अझै 1 घन्टा यो 1 घन्टा काट्नु कति गाह्रो परिरहेको थियो अब अझै 1 घन्टा गर्दा त निन्द्रा त लागिरहेको छ झ्यापच्याप तर सुत्नलाई कहीँ कम्फोर्टेबल छैन यता पनि मान्छे उता पनि मान्छे हल्ला फाइनली बोर्डिङ सुरु भयो के हो 1 घन्टा अगाडि लिटरली 1 घन्टा अगाडि नै बोर्डिङ सुरु भयो त अनि लाइन छ भयङ्कर लामो लाइन छ अब F2 थियो हाम्रो चाहिँ गेट नम्बर अहिले चेन्ज भएर F4 मा बोर्डिङ कतिचोटि स्टार्ट भएको लिटरली म त तर राम्रै भयो 1 घन्टा पर्खिनु भन्दा त राम्रै भएको र चाहिँ यो हो अब फाइनली यार एयरपोर्टमा त आयो तर लास्ट गरेर आएको मेरो पछाडि छ हिमालयन एयरलाइन्स केही बुझेन मैले के भेटेँ विन्डोज विदाउट रिक्वेस्ट लक्कीली तर अँधेरै हुन्छ केही लेख्ने त होइन होपफुल्ली बिहान उता त बिहान हुन्छ नि त त्यताको भ्यू चाहिँ भयो भने सुत्नु त अब सुतेको त्यहाँको भ्यू भयो भने चाहिँ निदौँला त्यहाँको भ्यू भयो भने चाहिँ देखिँला क्याप्चर गर्न पायो भने बिहान खुसी लाग्यो विन्डो सिट पाएँ क्या मलाई यो बिचमा बस्नु नै छैन क्या म अस्ति नै काबु भएँ घाँटी दुखेर न यताको न उताको बिचको मान्छे कहिले काम लाग्दैन त्यही स्पेस ठिकै छ यतिको त म त इजी हो थोरै अलिकति थोरै अग्लो मान्छे छ भने चाहिँ थोरै गाह्रो हुनसक्ला किनभने यो अगाडिको साइन रिक्लाइन उयो हुन्छ नि त अगाडि पछाडि फ्लाइटमा बसेको चाहिँ धेरै बेर भइसक्यो लगेजहरू हाल्दैछ अब लगेजहरू हालेपछि कति सायद 15-20 मिनटमा चाहिँ सायद टेकअप गर्छ होला आएको छ भट्टै टेन्सन फुल्ली राम्रै निन्द्रा आयो भने बवाल हुने मजाले सुतेको छैन हिजो पनि सुतेको छैन आज त जिउँदै
दिउँसो सपिङहरू के गर्दा गर्दै गयो तपाईँहरू बेटर चाहिँ नेपाली एयरलाइन्सको चाहिँ यार अस्ति पानी दिएछ एउटा यो दिएछ यति नै हो ठिकै छ बाहिरदेखि आएको भिडियो आधी नै गयो किनकि मेरो स्टोरेजको प्रब्लम भयो होइन धेरैवटा भिडियोहरू पेन्डिङ भिडियोहरू सबै त्यत्तिकै थियो र स्टोरेजको प्रब्लम पो डिलिट गर्नु पनि नमिल्ने जसो तसो अहिले चाहिँ अब आधी यताउता मिलाएर भिडियोहरू यताउता हालेर सारेर गरेर बनाएँ अब यो चाहिँ म कहिले हिजो आएको भनेपछि आज मेरो डोमेस्टिक फ्लाइट छ यहाँदेखि काठमाडौँदेखि भद्रपुरको अनि कति 4 बजेको थियो भर्खर चेक इन काउन्टर खुल्ला छ चेक इन काउन्टरमा मान्छे लास्ट हेर्छ पर्खेर बस्ने बाहिर मस्त पानी परिरहेको छ अनि चाहिँ ओभरअल नेपालभरि नै पानी परिरहेको छ होपफुली धेरै डिले चाहिँ नहोस् यहीँ चेक इन के अरे टिकट काउन्टरमै डिले भयो यत्रो 4 बजेको फ्लाइट थियो म ढिलै हुन्छ भनेर यहाँ यस्तै हो भनेरै म आएको थिएँ 3:30मा यहाँ 3:30मा आउँदा नि काउन्टर खुल्ला थिएन बसेँ आधी घन्टा 4 बज्यो अहिले लगभग आधा घन्टा पछाडि टिकट काउन्टर खोल्यो अब टिकटहरू कलेक्ट गरौँ भित्र बस्नु के हुन्छ धेरै डिले भने चाहिँ भोलि छिटै टाइममा पुगिन्छ उज्यालोमै भन्नु लाग्यो गाडीमा जाँदैछु घर यहाँदेखि अहिले छु म बिर्खमठमा अब मेरो गाडी यहाँको यही हो यहाँदेखिको छु मेरो ताप्ने जुनसम्मको यो कति मलाई अब 6-7 घन्टा लाग्छ मलाई यहाँदेखि गाडीमा भनौँ न त्यही हो अब अहिले एकछिनबाट सिनहरू हेर्दै पढ्दै भेटौँ गाडी कुदिँदैछ ब्यागहरू ठिकै छ के गर्न हो त्यही हो म के भन्छ काउन्टरमा छु भनौँ भन्दा बिटकइन काउन्टरमा अब यहाँ सामानहरू हाल्दै हुनुहुन्छ सामानहरू हालेपछि चाहिँ सायद मलाई बज्यो 7 बज्नु लाग्यो बिहानको गाडी खाली नै छ जस्तो छ अगाडिको सिट खै खाली छ मान्छे चढेर अगाडि बस्नु पर्ला भनेर पछि कुनमा हो चिकन हुन्छ चिकन भयो अलिक तेल बेसी भयो